ओइ ओइ आम्मा मरिन्छ त यो पाराल त यस्तो पाखामा लड्यो यार लकडाहरूले अब भर्दैछ यहाँनिर स्पिडमा मिसिन जत्तिकै हान्छ हाम्रो सोर्टीले चाहिँ है फलोहरू यता उता काचकुच बजाइहाल्ने त्यहाँनिर त्यहाँ भएन भने त नि फेरि हुन्छ नि फेरि दामी छ। हेलो साथीहरू सबैजनालाई वेलकम छ है मेरो युट्युब च्यानलमा। म फेरि आइसकेको छु तपाईँहरूको साथमा है न्यू भिडियो लिएर। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु है। अब चाहिँ हामी यस्तो छ है हाकाले है सोल्टा मैले बेलचा बोकिसकेँ। अब यस्तो छ अब केटाहरू छ अगाडि। आज चाहिँ हामी एकदमै कोला रोप्ने होइन भाइ। कोलाको बिउ रोप्नुको लागि चाहिँ लाग्छ है सोल्टी तिमीलाई होइन सोल्टा? आज कोलाको बिउ बोक्ने भयो डर होइन? खुर्पा बोक्नु नि। अनि यस्तै छ आज केटाहरूको खेताला आएको है। हामी चाहिँ अब 4-5 जना छौँ। पाएको झन्डै हान्यो यसले झम्पलले। यस्तै छ पेन पो लाएर आउनुपर्छ त केटा होइन? अब के गर्नु। हाम्रो अझै भाइहरूको चाहिँ टक्क आज चाहिँ अब कोला रोप्ने अरे, त्यही भएर अब खेताला आएको है। कुन यही पाखामा रोप्ने? अब यही हो पाखामा रोप्नु पर्ने। यस्तो छ पाखामा कसरी रोप्नु हो केटा? अब चाहिँ हामी आइसकेको छौँ केटाहरू यहाँ तयारमा छ पुरै। ल साथीहरू काम एकदमै चलिरहेछ, हावा पनि छुट्ट लगाइरहेछ। यस्तै छ तल चाहिँ घर है, एकदम पाखामा छौँ हामी चाहिँ भिरमा है। सोल्टी कस्तो चल्दैछ है? ठिक छ होइन? एकदम बबा खतरा चलिरहेछ। यिनीहरू भिडियो मात्रै बनाउँछ भन्दै अझै सोच्दै होला हामी खन्दै पनि छौँ है। हेर्दैछ अझैले उहाँबाट केटाहरू दिइरहेछ उहाँबाट है। ट्याङ खनिरहेछ। त्यही छ है। खनिसक्यो सोल्टा? कोला रोप्नु एकदम गाह्रै हुने रहेछ हौ। भोलिको कन्टेन्ट ल हाम्रो सोल्टाले झट्ट झ्याम बेल जानु थाल्नु भएको छ एकदम होइन? गाह्रो कोला पाखामा कोला रोप्नु गाह्रो भएन सोल्टा? एकदम यहाँनिर चट्ट कोलाको बगान खतरा हुने भयो होइन? त अझै भतिजको यहाँनिर पनि दाइ र भतिजले पुरा उहाँ एकदम सुरुमा हुनुहुन्छ उहाँहरू। म पनि यता छु। सोल्टी यहाँ हुनुहुन्छ एकदम। सोल्टाले पनि एकदम घाम त धन्न लागेको छैन, शीतल भइरहेछ होइन? जन्मेर मैले फर्स्ट टाइम आइफोन छुको छु। झूठ बोलो, बार बार झूठ बोलो। केटा एक दिन खन्दै कर्कुस लगेर जान्छ त माछा मार्न। यहाँ दुलोमा चाहिँ जरा एकदम लामो ठुलो जरा होइन? लामो यो महँगी जरा हो तपाईँको। यस्तो जरा भनेको मेरो होइन क्या यो जरा एकदम महँगो खालको हो। यसको चाहिँ सुप बनाएर खानुपर्छ। सुप बनाएर खानुपर्छ। यो पुरा यस्तो घामतिर यस्तो घाममा ज्वरो आएकोहरू पनि सबै तपाईँको च्वाट्टै हुने छ। यो तपाईँहरूलाई यो गाउँघरको यस्तो जराको महत्त्वै तपाईँहरूलाई थाहा छैन। यसको सुप मैले बनाएर खाएको, म हन्डै मरेँ। अच्छा यस्तो छ है साथीहरू। ठाउँ चाहिँ यहाँदेखि चाहिँ अब बबाल है। यस्तो उँधो दानाबारी बजार सबै देखिन्छ। खोला माई खोला झन्डी। यो गिटी डाँडा भन्ने चाहिँ यता पर्छ है साथीहरू होइन? यहाँ कहाँ पर्छ? यो डाँडातिर गिटी डाँडा भन्ने पर्दो रहेछ। गइएको चाहिँ छैन। यो जङ्गलभित्र होला हौ। जानुपर्छ केटा है गिटी डाँडा।
जाउँ न यस्तै छ बल छ ओ यो झन्डी त यहीँ देखिन्छ त ओ यो केटा हो है कत्रो जुम भएको है आमा कुन हो यो झन्डी डाँडा भन्ने नि यो कसको घर पो देखिरहेछ त यार त्यो बाबा भन्ने रहेछ यार भक्तले भन्दैन जङ्गलतिर नजाऊ अँ तिमीहरूको गुफाहरू निकालिदिला हुन्छ नि त्यो उयो फोनबाट के पो स्यामसङ अल्ट्रा S20 कि कति पो थियो हाम्रो सोल्टीले चाहिँ त्यस्तै हुने रहेछ अलिक जोगियौँ होला गजब बेइज्जती यता हाम्रो सौरभ दाजु हत्तु भएर पसिनाले लुफु भएर बसिरहेछ गाह्रो छ पानी ल्यायो छिटो अझै घरमा गइसकेको छ है साथीहरू अब यस्तै छ सोल्टीले तिरहेछ है सोल्टी गाह्रो भएको छैन नि भन है म आइहाल्छु छैन गुफा चाहिँ ठुलै खन्नुपर्ने हुन्छ होइन यसो कोही बेला अझै लुक्ने लुक्ने खाप्पै यहाँनिर के भयो भने सट्टे लुकिहाल्ने यहाँनिर त्यो ठाउँ बनाएको हामीले खासमा यो के देख्नुभयो तपाईँहरू कोलाउनुको लागि होइन लुक्नुको लागि बनाएको हामी साथीहरू यस्तो छ आमा घामले एकदम बेसी घाम लागिरहेछ होइन अब हाम्रो सोल्टी एकदम रमाइलो छ है यहाँ दिइरहेछ ड्याङ्की ड्याङ छैन होइन त्यस्तो अब म त यार दिनदिनै झन् कालो हुँदै जाँदैछु त यार बर्बादै भयो यार जिन्दगी पर चाहिँ हाम्रो दाजु हुनुहुन्छ दाजु भाइ पानी लिएर तेरो दाजु मर्न आँटिसक्यो हावा चल्दैछ सिरिरी हावा चल्यो सिरिरी पाते हल्यो फिरिरी तिमी नाच्छ हिरिरी होइन सोल्टा कसो हो गीत यस्तै यस्तै हो नि होइन म त नेपाल आइडलमा जान्छु क्या बिल्कुल है साथीहरू अब यस्तै छ भइरहेछ काम पनि लागिरहेछ अहिले चाहिँ अलिक बादलले छेल्यो उहाँ को चिन्नुहुन्छ चिन्नु सक्नु भएन नि मैले पनि चिनेको थिइनँ तर भर्खर चिने उहाँ हुनुहुन्छ जिसिबी हेर्नु त माटो कत्रो फेल्नु हुँदैछ ज्याम त्यो उहाँ पनि त्यति आवाज नआउने खालको इलेक्ट्रोनिक के स्टाइलको एकदम पेट्रोल हालौँ पेट्रोल हालौँ अब पेट्रोल चाहिँ हाल्नु पर्यो होइन जिसिबीलाई गाह्रो हो 6-7 1-2 त्यो ठुलो के पो भन्छ बट्टाको चाहिँ बाट पनि त्यो गरेर त्यहाँ उयो गरेको हो कि उहाँ गल्नु भएको छ पुरा रिसले फुल ल सोल्टी हानिसक्यो उहाँले हानिसक्नु भएको छ साथीहरू यस्तै छ हाम्रो सोल्टी एकदम गुड छ है मान्छे म मान्छे रमाइलो छ धेरै छुइनँ 5 फुट मात्रै छु यतै हाम्रो सोल्टी हाम्रो सोल्टीले नि पेट्रोल चाहिँ अब लाउँदैछ है यस्तै छ पेट्रोल लगाएपछि गुटुटु पार्नुपर्छ है तपाईँहरूले यो पानी खाएको देख्नुभयो होइन मैले त डिजेल खाएको ल साथीहरू अब हामी चाहिँ एकदमै गलेर थाकेर बसिरहेछौँ पसिना आएर बबालै भयो आज होइन केटा हो एकदम के छ अनि कस्तो छ काम बबाले चलिरहेछ होइन सोल्टा एकदम दामी चलिरहेछ अजय भाइले के बनाएको उसले फुलको मूर्ति पसिना पनि के साह्रो आएको यार यस्तै छ गफसफ भनेको छ अजय भाइ पानी लिएर आइदिएन सबैजनाले ढुकौँ होला अब पानी लिएर आइज न भाइ दिलाउँदै जानुपर्छ अब कतिवटा खन्ने हो आज दुलो 8वटा मात्रै अब बिउ पनि झिक्ने होला होइन यो बिउ उयो गर्दै खन्दै अलिक ढिलो हुन्छ नि यही मात्रै खन्नु भने त खनिन्थ्यो होला नि निकै ठुलो ठुलो खनेको छौँ है दुलो चाहिँ हामी एकदमै
ल साथीहरू यस्तै छ, कामहरू चल्दैछ। बर्खा लागेको छ, कोला रोप्ने, सुपारी रोप्ने बिरुवाहरू होइन। अब के गर्नु, केटाहरूको आज खेतालामा हो। घामले टट्टाएर मार्नु आँट्यो हो आज, डढ्ने गरी नै घाम लाग्यो, डढ्ने गरी। ल सुडी के छ अब भनिदिउँ केही। मलाई कस्तो देख्नु हुँदैछ सरहरूले? गल्नु भए जस्तो देख्नु हुँदैछ नि। त्यही हो बाको। अझै भाइ के बनाएको? शिवलिङ्ग। ल बबाल छ, बनाउनु पर्छ, पूजा गर्नुपर्छ होइन सोल्टा? एकदम शिवलिङ्ग बनाइसकेको छ अझै भाइले। अब जम्मैजनाहरूले, साथीहरू सबैजनाले शिवलिङ्ग ढोकिदिनु होला। अझै भाइले खतरा बनाएको छ होइन। केटाहरूले त सानो खानेछ त यहाँ त, केटाहरूले बबालै छ। तपाईँहरूलाई शिवलिङ्ग चाहिएको छ भने समलदारको ग्रहणमा आउनु होला। साथीहरू अब हामी चाहिँ एकछिन रेस्ट गरिरहेको छौँ। अबै चिप्ले गयो। ल साथीहरू अब चाहिँ काम गर्दा गर्दा अब चाहिँ हत्तु भएर बस्यो है। एकदम आम्मा देख्न यार हत्तु भयो। पसिना पनि कति आउँछ हौ मलाई होइन, घामले डढेर। केटाहरू पुरा अब चाहिँ पुरै गर्मी भयो अरे, धेरै तिर्खा पनि लाग्यो अरे। अनि मही डल्ली गाईको होइन सोल्टा कि कसो हो? डल्ली गाईको मही दिँदैछ अझैले खानु छोडेको। यता सौजन दाजु, सौजन दाजु पनि एकदमै गर्मी भयो अरे, तिर्खा धेरै लाग्यो अरे, हेर्दैछ आँखा पल्टाएर। तपाईँहरूले यो के खाएको देख्नुभयो? जाँड खाएको भने सोचेको होला, होइन मही खाएको। मही होइन, तिर्खा मार्ने। ल साथीहरू अब काम चाहिँ चलिरहेछ, खाल्टा साल्टा खनिँदैछ। अब कोला सोला नि रोपिन्छ अहिले एकछिनमा। खाल्टा खनिसकेर यसको अम्ला कुच्ची हौ। आमामामा गर्मी ले अब दिइरहेछ है मही। कस्तो रहेछ मही सोल्टा? दामी छ, दामी छ। तपाईँहरूलाई के लाग्छ यस्तो घाममा जाँड खायो भने मर्दैन? मही खाएको हो क्या मही। मही खाएको है सोल्टीले। कति पर पनि आउँदो रहेछ है, मेरो घर त डल्लै देखिन्छ त अरे यहाँबाट। ल यस्तै छ, अब हामी एकछिन अब रेस्ट गर्छौँ, फेरि त्यसपछि अब केटाहरूको काम साम सुरु हुन्छ यहाँनिर। अब उतापट्टि हो, अब एकदम यस्तो घाम छ है। अब यो घाममा टिलिक्क टल्किने भयो निधार पनि। बादल त एकदम दामी नै हुन्छ नि जहिले। यस्तो बवाल दामी देखिरहेछ है बादल चाहिँ। यो बादल चाहिँ यता आउनु नि, घाम छेल्दिन नि एकछिन। आँखा बलिरहेछ है बादल लागेर। अब चाहिँ केटाहरूले सुरु गरिसक्यो कोला है साथीहरू। कोला काट्न थाल्यो। के डढाएको केटा हो? एकदम दामी भयो। अब चाहिँ बादल आइदियो है साथीहरू, टक्कसँगले शीतल भयो, देख्न सक्नुहुन्छ। यहाँदेखि त आमामा टाढो टाढो गङ्गटेको डाँडा पनि देख्दो रहेछ हो साथीहरू, हेर्न सक्नुहुन्छ। आमामा यत्रो जुम हुँदो रहेछ। अनि है साथीहरू अब यस्तै छ। यो पाखा छ, यस्तो छ पाखा है। यसमा अब अडिएर चाहिँ खन्नुपर्ने है, सबै कोला लाउनु पर्ने। बर्खामै हो जति सक्दो कोला लगाउने। सोल्टा लु आउनु पर्यो। ल ल ल ल ल साथीहरू अब चाहिँ हामी यहाँनिर खाल्डा खनिसक्यौँ है। हत्तु भइसक्यो, अब अन्तिम भयो है सोल्टा। के छ हौ? एकदम के छ, ठिक छ नि हामी होइन? एकदम ठिक। फ्याट घामले होइन, एकदम सेकाएर सिकुटी बनायो क्या। अब त तपाईँले कालो बनाइसक्यो। यो देख्नु हुँदैछ नि, यो पसिना होइन, गिरिस निक्लेको निस्किना होइन, निस्किना हो यो साथीहरू। अब चाहिँ हामी यहाँ पनि एउटा
अघि नानीले लगिसक त यस यहाँबाट सिधा झरौँ न है। केटाहरूले यहाँ तल अब कोलासोला ठडाएको छ एक दुईवटा उतापट्टि है। सोल्टी जाँदैछ, लडिन्छ है सोल्टी। अब के छ अरे अब हामी लाग्यौँ है। अब खाजा खानु पर्यो होइन, भोक एकदम लाग्यो होइन। भोक लागेपछि त खाना भोक लागेपछि खाजा खानु पर्यो। ओइ त्यो कुखुरा झन्डै मर्यो त यार। मरिन्छ त यो पारा त यस्तो पाखामा लड्यो यार। तेरिका ढुट्टो भयो कपडा पनि आज त। गमबुटमा सब माटो छिर्यो। सोल्टी हजुर ठिक छ होइन? भइरहेछ केटाहरूले एकदम काम चाहिँ गरिरहेछ है तल। उहाँ हुनुहुन्छ हाम्रो टोनिजा सरहरू। टोनिजा सर जाउँ न त, टोनिजा सरहरू भएकोमा। एकजना ब्रुसली सर हुनुहुन्छ, एकजना टोनिजा सर। उहाँ है उहाँहरूलाई कतिवटा निकालेको केटा हो? धरो निकालेछ यार केटाहरूले। हामी पो खाल्टा कम खन्ने कि क्या हो होइन सोल्टी? दारी मिलाउने बेला छ है सोल्टीको। ल साथीहरू अब हामी तल घरमा झरिसक्यौँ है। खाजा खानुपर्ने अरे। खाजा के बनाएको छ है भीमे? चटपटे मेरो गमबुटमा माछा पसेछ। माटो गमबुटमा। तारमा लाग्छ है भाइ। गाइज हेर्नु होला, यो खिला भाँचेछ यसको। के भन्छ यसको? फुटेछ त खुर्पाको बेड त। हेर्नु यस्तो छ अब होइन। अलिकति यस्तो भइरहेको रहेछ। आमामा पसिना के हो अनि सौरभ दाजु? जस्तै आएछ त पसिना त। अपरेसन गरे हो गोला हाल्नुपर्छ है आधा खासै। गमबुट चाहिँ अब बोकेको क्या है एकदमै। यो गमबुट होइन, के हो यो? यसलाई भन्छ हो र के हुन्छ अरे भाइ एकचोटि भन्दा त। एउटा कान्छी बुढी फेरि लिएर भगाउँदा पनि कोलाले खर्च पुगोस् क्या भाग्नुको लागि। ल ल कान्छी बुढी। यहाँ एउटा जेठी बुढी पाएको छैन यार। कसै कान्छी बुढी ल्याउने भन्छ यार। ओ के साह्रो गर्मी हो, मरिन्छ है क्या हो बेलामै। क्या नानी के बनाइस् भीमे? हाम्रो भीमे देउसाली। ल अब हाम्रो खाजा बन्दै रहेछ है यहाँनिर। देख्नु सक्नुहुन्छ है हाम्रो खाजा एकदम बवाल बनेछ होइन भाइ? खाजा अब खानुपर्छ। पसिना पनि एकदम बवालै आइसक्यो है मलाई चाहिँ। हाम्रो भीममा यहाँले खाजा बनाउँदैछ यहाँनिर। चटपटे बवाल बनाए के हुन्न हौ। खाजा अब चटपटे हाम्रो जानेछ बवाल। यहाँ वाइफाईमा ब्यालेन्स गएको छैन। अब खाने हो चटपटे। के हो भाले त पोथीलाई जिस्काउँदैछस्? खुब यहाँ जिस्काउँदो रहेछ त यसले त। तँलाई काटी खान्छु है म नि। भालेले त खुब जिस्काउँदो रहेछ। हाम्रो मामा पनि आइपुग्नु भएको छ त हौ। ल यहाँ बसिरहेको। खोइ राजकुमार? ए कहाँ पुग्यो? कताबाट आइपुग्नु भयो मामा? म त 36 सालमा हो भन्छ हो। हो र? सोल्टीले खाजा सुरु गरिसकेको हो। हाम्रो सुदनको लभ चाहिँ यता छ। आइज है केटा लु खाजा तयार भइसक्यो है हाम्रो। मैले त दिनु पो थाल्यो त हो गमबुट त फुकाल न। सोल्टीले एकदम धमाधम होइन। ठिक छ। कस्तो चटपटे बवाल छ? सुदनको लपले कस्तो बनाएको छ? बवाल। म पनि खाइदिनु पर्यो एक चम्ची। ल अब हामी चाहिँ साथीहरू खाजा खान सुरु गऱ्यो है।
पसिना जस्तो लाग्यो मलाई छोरीलाई खाएर चाहिँ अब खाएर फेरि हामी काम गर्ने जाउँ त्यसपछि हामी के गर्छौँ क्या त्यसपछि हामी बुझ्न जान्छौँ फुटबल भलिबल भलिबल आज पनि फेरि भलिबल आउँछ है भिडियो चाहिँ आउँदैन होइन नयाँ आउनेवाला छ अरे भलिबलमा आउँछ आउँछ ल्याउँछ आफूले खाएर मामा बस्नु न यता आउनु न मामा उतै बस्नु हाम्रो मामाले फर्सी कहाँ लग्नुभयो मामा फर्सी यो बोटमा थियो अनि टिपेर हो मामा बुहारीलाई सब्जी यसले हिर्काएर चुटाइदिएको हो ल आज मामाले ल सोल्टिदिनुहोस् है लाबरले फर्सी है अब त फर्सीको सिजन हो नि त सब्जी त एकदमै खसीको मासु चल्दैन नि विदेशमा फर्सी कम्ती महँगो छैन हाम्रो सोल्डाले कोलाको झ्याङै बोकिसकेको छ है साथीहरू खतरा हो हाम्रो सोल्डा चाहिँ एकदमै यस्तो छ अझै भाइले पनि ढालिसकेको छ अर्को बिउ निकालिसकेको छ अब हाम्रो सौरभ दाजुले पनि माथि बोक्दैछ साथीहरू अब म चाहिँ यो लाने हो है यो छ यत्रो छ कसरी लाने हो त्यहाँ माथि माथि लानुपर्ने हुन्छ है साथीहरू ल ल साथीहरू अब यस्तो छ पाखामा पुरै तर हुन त यो पाखा चाहिँ एकदमै पछि सुक्छ है सोल्टा गलेर बिन्दास छ यता पर सबै लगाइसक्यौँ आजको हाम्रो काम चाहिँ यस्तै हो कोला रोप्ने पसिना कुदेको केटाहरू कसरी काम गर्छ यार भेस्टेस खोलेर म चाहिँ सक्दिनँ यार पिटिक्कै सक्दिनँ अब यसलाई ठाडो बनाएर चाहिँ माटो साटो भरेर चाहिँ अनि त्यसपछि चाहिँ यो यसको फिनिस हुन्छ काम है साथीहरू ल सोल्टा स्पिडमा भरौँ त अन्त सोल्टीले अब भर्नु पर्ने हुन्छ स्पिड हाम्रो अलिक अल्छी गर्दैछ ओहो पक्रिदियो त भाइ गलेर एकदमै हत्तुई भयो नि त म त अब त लकेडाहरूले अब भर्दैछ यहाँनिर स्पिडमा मिसिन जत्तिकै हान्छ हाम्रो सोल्टीले चाहिँ है फरु अघि एउटा पुरै हाल्यो घरमा अहिले अन्तिममा 2टा फरुवा चाहिने रहेछ ल यस्तो छ साथीहरू भजनाले अन्तिम अब चाहिँ अन्तिमै भइसक्यो होइन गाइस होइन हामी त पुरा होइन जोसमा सोसमा होसमा पुरा दिएको क्या पुरा पुरै हान्ने क्या हामी त पुरै हान्ने होइन पुरा दिएको पुरै जे भिडियो नि हाल्ने गर्ने हो क्या के हो पुरै हान्ने हो क्या हामी त होइन ल पुरा भइरहेको छ अनि त्यहाँ फेरि लाइक सब्सक्राइब फलोहरू यताउता काचकुच बजाइहाल्ने त्यहाँनिर त्यहाँ भएन भने त नि फेरि हुन्छ नि फेरि दामी छ है ल लाइक सब्सक्राइब चाहिँ हान्नु पर्यो होइन त्यस्तै हो है सबैजनालाई यस्तै भिडियो आइरहन्छ है तपाईँहरूको साथमा लाइक कमेन्ट सेयर गर्नु पर्यो है साथीहरू सबैजना नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ हान्नु पर्यो होइन सोल्टा एकदम हुन्छ त्यहाँ पर्यो के पर्यो पुरै काटकुट कुटकुट ट्याकटुक पारेर त लाइक सब्सक्राइब फलो सलो यता हलो हाल्नु पर्यो है ल साथीहरू ल अब चाहिँ हामी यसो चाहिँ अब कामसाम सक्नु आँटेको छौँ है अब यस्तै हो अब अन्तिममा अब सबैजनालाई आजको काम हाम्रो यस्तै भयो हामी अब अर्को भिडियोमा भेट्नेछौँ है साथीहरू सबैजनाले तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् यस्तै हो गाउँले भ्लग है साथीहरू हजुर भाइ के भयो गलेर हत्तु हो मर्नु आँट्यो केटाहरू यस्तो घाम एकदम अनि यता छ सौरभ दाइ एकदम ऊ पनि गलेर हत्तै छ ल साथीहरू अब सबैलाई बाई है आज ब्लग है साथीहरू अब अर्को ब्लग ल्याउने नै छु म है साथीहरू यस्तै अब तपाईँहरूले माया गरिदिनुहोस् है सबैजनाले ल बाई सबैजनालाई सोल्टा केही भनिदिउँ अन्तिममा त्यही हो मेरो त होइन साथीहरू
है हामी त पुरा हान्ने अन्त जे भेटे पुरै ठाडो कोला ठाडो पर ढालेर ल्याएर ठाडो पारेर पुरा हामी चाहिँ काम गर्ने होइन हानिदिनु पर्यो क्या बुझ्नुहोस् न तपाईँहरू यार ल दाइ ल सोल्डे ल अब चाहिँ हामी पर्यो यति नै छौँ अब हामी अर्को भिडियोमा भेट्छौँ है साथीहरू